हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ म यता हाम्रो फुपू दिदीको घर गएर आइरहेको थिएँ। आज टिस्टुङ बज्रबारै टिस्टुङ पालुङ भनेको त थाहै होला तपाईँहरूलाई। आज चाहिँ फर्किँदैछु। बिहानै आउँछु भनेको, खाना खाएर जा भनेर पठाउनु भयो। 9 बजेसम्म सुतिहाल्यो। 9 बजे उठ्दाखेरि त खाना रेडी भइसकेको रहेछ। यस्तो झोला प्याक गरेर पठाउँछन्। अब कहाँ गएर झर्ने हो चाहिँ थाहा होइन। माया गरेर पठाउनु भएको। बाइकमा अलिक अप्ठ्यारो हुन्छ, पोका पन्तहरू बोकेर हिँड्न चाहिँ। त्यही नै हो गाइज। अब भिडियो सिडियो हेरिदिनु होला, लाइक सेयर सब्सक्राइब र माया सपोर्ट गरिदिनु होला। नेपाल सर्ने यो बाटो मैले बच्चादेखि जस्तो देखेको, जस्तो हिँडेको बच्चामा त्यस्तै नै छ क्या अहिलेसम्म पनि। अलिकति पनि चेन्ज भएको छैन। त्यहाँ अलिकति चाहिँ अगाडि पिच भएको छ, त्यति हो। त्यहाँ यत्रो पोका धुँदाखेरि हिँड्नुपर्छ। यो पोकाले बाइकै एकतिर मात्र तानिरहेको छ। फेरि 7 वर्षपछि आज हिजो फर्स्ट टाइम गएको हो कि त्यहाँ बस्ने गरी गएको भने। 7 वर्षपछि फुपू घर गएर बसेको म आज। हिजो आज होइन, हिजो बाटो अप्ठ्यारो नै हो यो पनि। अप्ठ्यारो चाहिँ के भनौँ, फर्किनेकै बढी हड्डी पसिएको जस्तो हुने गयो। नत्र हाम्रो कुलेखानी पनि सुकिसक्यो, पुरै सर्लाक सुकुक लाएर। अस्ति 18 गतिको पानी चाहिँ पुरै भरि भराउ भएको छ। अब यहाँ घरलाई आउनु मन छ भने, आउनु इच्छा छ भने आउनु होला। कुलेखानी रमाइलो छ। नेपालको पहिलो मानव निर्मित ताल भनेको चाहिँ कुलेखानी इन्द्र सरोवर जलाशय ताललाई चिनिन्छ कि। त्यही भएर यहाँ चाहिँ पर्यटकहरूको चाहिँ भिडभाड हुने गर्छ। शुक्रबार शनिबार चाहिँ यहाँ अब घुम्न आउँछन् हाम्रो दाजुभाइहरू, पर्यटकहरू देश विदेशबाट। ठिक छ, घुम्नुपर्छ, लाइफ इन्जोय गर्नुपर्छ। हामी जन्मेकै संसार हेर्नको लागि हो होइन। अब भोलि अब कहिले कसलाई के हुन्छ भन्ने कुरा कसलाई थाहा हुन्छ र भोलि मऱ्यो भने सकिएको। त्यही भएर बाँचुन्जेल चाहिँ संसार हेरौँ भन्ने कुरा हो क्या। अब पैसा भन्ने कुरा आउँछ जान्छ, यसो धेरै थोरै सबैसँग हुन्छ भन्ने पनि छैन। पैसा कसैसँग नहोला, तर आफू जे जस्तो ठाउँमा छौँ त्यहीँ बसेर पनि संसार हेर्न सकिन्छ कि। भित्रै त्यो खालि पब्जी फ्री फायर खेलेर मात्रै लाइफ हो जस्तो जिन्दगीको मजा नै आउँदैन क्या। त्यही भएर घुम्नु चाहिँ पर्छ है साथीहरू। घुम्यो भने आफूलाई खुसी मिल्छ कि। अब आफूलाई जे गर्दा खुसी मिल्छ त्यही गर्नुपर्छ। फेरि मलाई कोहीले चाहिँ भन्ला मलाई यहाँ गाँजा रक्सी चुरोट खाएर खुसी मिल्छ, म त्यही खान्छु। त्यो होइन, त्यो भनेको एउटा लत लागेको हुन्छ। त्यो खानुभन्दा अगाडि पनि उहाँहरूलाई चाहिँ त्यसबाट खुसी मिल्दैन थियो होला नि त। त्यो खाने बानी लागिसकेपछि मात्र त त्योबाट खुसी मिल्न थालेको होला होइन। त्यही भएर त्यस्तो बानी नगरौँ, बरु घुमौँ, रमाइलो गरौँ, साथीभाइहरूसँग भेटौँ। त्यही नै हो। अब मलाई चाहिँ त्यो लाग्छ। अब तपाईँहरूलाई के लाग्छ कमेन्ट गरिदिनु होला। साथीभाइ कमाउँ, दुश्मन नकमाउँ भन्छन् कि। घुम्न चाहिँ पर्छ है साथीहरू, घुम्न चाहिँ पर्छ। टक्क साथीभाइहरू मिल्ने, घुम्ने, रमाइलो गर्ने। फेरि जिन्दगीमा केही नगरिकन रमाइलो मात्र गरेर पनि भएन। अब रमाइलो गर्ने टाइम हुन्छ, टाइममा रमाइलो गर्नु। समयले कसैलाई नि पर्खिँदैन क्या। जुन टाइममा अब टाइमले चाहिँ टाइम भन्ने कुरा यस्तो हो कि टाइमले चाहिँ समयले चाहिँ कसैलाई पनि पर्खिँदैन क्या। कसैले पख भनेर पर्खिँदैन कि। घडी चाहिँ रोकाउन सक्ला, ब्याट्री स्याट्री झिकेर अथवा केही गरेर घडी रोकिन सक्ला, तर यो टाइम चाहिँ रोकिँदैन कि। अब एकचोटि बुढो भइसकेपछि चाहिँ फेरि जवानी चाहिँ फर्केर आउँदैन। जे गर्नु छ यही बेला गर्ने हो कि। अब बुढो पनि हुन पाउँछ कि पाउँदैन, कुन बेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। त्यही भएर चाहिँ जबसम्म जिउँदो छौँ नि तबसम्म खुसी हुन सिकौँ, रमाउन सिकौँ। समस्या प्रब्लम भन्ने कुरा सबैको आफ्नो घरमा हुन्छ, त्यो आफ्नो ठाउँमा छ। कसैको धेरै होला, कसैको थोरै होला, त्यो सबैको हुन्छ। जिन्दगी नै यही हो। म पनि घुम्न त कहीँ पनि गएर हुँदैन खासै, भए पनि म घरभित्र
भित्रै कोठामा पनि बसिरहेको हुन्न क्या। कतै न कतै भए पनि म इन्जोय गरिरहेको हुन्छु। टाढा नगए पनि घरदेखि टाढा नगए पनि नजिकै कुनै ठाउँमा गएर कुनै आफूलाई के गर्दा खुसी मिल्छ, घुम्ने, नाच्ने, गाउने, आफूसँग भएको कला देखाउने, त्यही नै त हो नि। अब यहाँबाट फेरि अफरोड सुरु हुन्छ। यहाँबाट त त्यति अप्ठ्यारो त छैन, अघि नगएको जस्तो खाल्टाङ खुल्टुङ त छैन, भए पनि अफरोड त अफरोडै छ। अनि हिजो चाहिँ उता बज्रबार टिस्टुङ भन्ने ठाउँ थाहा होला तपाईँहरूलाई, हो त्यही हो मेरो जेठी फुपू दिदीको घर। अनि गएको थिएँ यता फुपूको छोरासँग, उता मेरो घर जानुभएको थियो मामा घर दाइ, मेरो दाइ हो। अनि पुर्याउनलाई आएको थिएँ। अनि हिजो बस भन्नुभयो, अनि त्यसपछि दिनभरि बस्न अल्छी लगाएर हामी यसो घुम्न निस्केको थियौँ। अनि यहाँ बज्रबारमा पनि एउटा अध्याय रिसोर्ट भन्ने रहेछ, त्यहाँ पनि गएको थियौँ। त्यहाँबाट फर्केर हामी चितलाङ गएको थियौँ, भिडियो हाल्दैछु, त्यो पनि हेरिदिनु होला। हेर्नुभयो होला भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। अब तपाईँहरूलाई पनि राम्रो लाग्यो, ठाउँ राम्रो लाग्यो, घुम्न इच्छा जाग्यो भने घुम्न आउनु होला। राम्रो छ ठाउँ, इन्जोय गर्न। तर अझ राम्रो भ्यू देखाउनु हुँदै फेरि मेरो घर जाने बाटो चाहिँ अर्कै पर्छ क्या। त्यही भएर म सर्टकट बाटो लिएर जान्छु। तपाईँहरूलाई पछि अर्को भ्लगमा म फेरि देखाउँछु। गाडी आएको छैन तर म देखाइदिन्छु। यहाँ यस्तो खतरा देख्ने भाइ। सुकिसकेको थियो पुरै, अहिले त डेन्जर भएर आउनु होला। यहाँबाट झन् एउटा बाइक गएको थियो क्या, बाइक यहाँबाट त फुत्तै खस्या त नि उता। यो गाई हाम्रो गाउँ चाहिँ कलाएर दामी दिन्छ हाम्रो यो गाडी फेरि। त्यही नै हो गाइज, म पनि घर आइपुग्न लागिसकेँ। अब आजको भिडियो, आजको भ्लग यहीँ इन्ड गर्न चाहन्छु। त्यही नै हो। अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला, भिडियो हेरिदिनु होला। राम्रो लाग्यो भने राम्रो छ भन्नु होला, नराम्रो लाग्यो भने कहाँ के बिग्रिया छ कमेन्ट गरिदिनु होला। सो त्यही नै हो। अब आजको म पनि घर आइपुग्न लागिसकेँ, त्यसैले चाहिँ आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। अब बाँकी अर्को भिडियोमा पनि योभन्दा राम्रो केही कन्टेन्ट लिएर आउनेछु। हेर्दै गर्नु होला, माया साथ सपोर्ट गर्दै गर्नु होला। थ्याङ्क यू सो मच गाइज।